हेलो साथीहरू, म आज जुन नयाँ आइपिओ खुलेछ एभरेस्ट कलर लिमिटेडको, त्यसको आइपिओ कसरी भर्ने हो मेरो सेयरबाट म आइपिओ भर्न जाँदैछु। र तपाईँहरू हेर्दै जानु म कसरी आइपिओ भर्दैछु, तपाईँहरू त्यस्तै भर्नुहोला। जसलाई आउँछ भने ठिकै छ, जसलाई आउँदैन भने त्यो तपाईँहरूलाई एउटा म बताउन जाँदैछु। मेरो सेयरलाई म लगइन गरिहाल्छु। लगइन गरेपछि मसित एउटा यस्तो पेज आउँछ। यो यस्तो पेज आएपछि तपाईँहरू यहाँ क्लिक गर्नुहोला। माई अस्बा गरेर छ यहाँ, त्यहाँ क्लिक गर्नु। त्यो क्लिक गरेपछि यस्तो एउटा पेज आउँछ। यहाँ पेज जति तपाईँको नयाँ नयाँ आइपी आउँछ नि, त्यो यहाँ हेराइरहेको हुन्छ। त्यसपछि अप्लाईमा तपाईँ क्लिक गर्नुहोला। अप्लाईमा क्लिक गर्दाखेरि तपाईँले यस्तो एउटा पेज आउँछ। यस्तो पेज आएपछि तपाईँले प्रोसिड गर्नुहोला। प्रोसिड गरेपछि यस्तो एउटा पेज आउँछ। यसमा सबैमा तपाईँहरूलाई यसमा होइन, सबै अटोमेटिक फिल भएको नै हुन्छ होइन। तपाईँलाई भर्नुपर्ने के छ, यहाँ अप्लाई किता, अप्लाई कितामा भर्नुपर्छ। अप्लाई कितामा मेरो अनुसार होइन, 10 किताभन्दा बढी नभर्नु होइन, किनकि लाखौँ लाख मान्छेहरू भरेको हुन्छ। त्योभन्दा राम्रो छ कि तपाईँ होइन 10 किता मात्रै भर्नु। 10 किताभन्दा बढी भर्दाखेरि बढी चान्स हुन्छ रिजेक्ट भइहाल्छ क्या, बढी चान्स हुन्छ पर्दैन क्या, रिजेक्ट त हुँदैन, बढी चान्स हुन्छ पर्दैन। त्योभन्दा राम्रो तपाईँ 10 किता नै अप्लाई गर्नु। 10 किता अप्लाई गर्ने बित्तिकै तपाईँको यहाँ अमाउन्ट सो गरिहाल्छ होइन। तपाईँले डिमेट एकाउन्ट खोलाउँदाखेरि तपाईँलाई एउटा सिआरएन नम्बर प्रोभाइड गर्छ। सिआरएन नम्बर यहाँ हालेर अप्लाई गर्नुहोला। त्यो अप्लाई गर्दाखेरि तपाईँसित होइन ट्रान्जेक्सन जुन पिन नम्बर हुन्छ त्यो पिन नम्बर माग्छ। त्यो पिन नम्बर हालेर ओके गर्दाखेरि तपाईँलाई सक्सेसफुल बताइहाल्छ। सक्सेसफुल भएपछि यहाँ तपाईँको के हुन्छ, इडिट जस्तो आउँछ होइन। यति गरेपछि यति बुझ्नु कि तपाईँको सक्सेसफुल भइसकेछ। यति गरेपछि तपाईँ फेरि त्यहाँ गएर यहाँ एप्लिकेसन रिपोर्ट जुन छ नि, त्यो एप्लिकेसन रिपोर्टमा होइन क्लिक गर्नु। यहाँ क्लिक गरेपछि तपाईँले अप्लाई गर्नुभएको छ जुन एभरेस्ट कलर लिमिटेड, यहाँ यस्तो हेराउँछ। यस्तो हेराएपछि यहाँ रिपोर्टमा क्लिक गर्नुहोला। रिपोर्टमा क्लिक गरेपछि यस्तो एउटा पेज आउँछ। यहाँ स्टेटसमा हेर्नुहोला। स्टेटसमा के हेराइरहेछ, अनभेरिफाइड हेराइरहेछ। यो भेरिफाईसम्म होइन चेक गर्दै जानु, किनकि कहिलेकाहीँ केही मिस्टेक भएपछि रिजेक्ट पनि गरिदिन्छ क्या। त्योभन्दा राम्रो तपाईँ चेक गर्दै जानु। यहाँ भेरिफाई भइहाल्छ भने तपाईँको एमाउन्ट होइन ब्लक गरिहाल्छ, किनकि अनभेरिफाई अहिले मेरो हेराइरहेछ। यहाँ यो भेरिफाईको लागि 1 दिन र कहिलेकाहीँ 1 दिन लाग्छ, कहिलेकाहीँ 2 दिन लागिहाल्छ होइन। ब्याङ्कले जति छिटो प्रोसेस गरिदिन्छ भने त्यति छिटो यो भेरिफाई आइहाल्छ होइन। त्यो चेक गर्दै जानु होला होइन। ल, धन्यवाद साथीहरू।